हेलो नमस्कार सबजना सन्चै हुनुहुन्छ होला। आज फेरि हाम्रो सानो ब्लग लिएर म आउँदैछु। हामी अब आज त सेरा खोला भन्ने ठाउँमा घुम्न जाँदैछौँ होइन। अब ब्लग हेर्नु होला कस्तो छ है, लाइक सब्सक्राइब गरिदिनु होला। धेरै दिनपछि मैले भिडियो हालिरहेको छु है। सबैजनाले भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है। यति भन्दै हाम्रो भिडियो सुरु हुन्छ, हेर्नु होला। आजको यात्रा पक्कै नै रमाइलो हुनेछ है, हेरिदिनु होला। अहिले हामी ठ्याक्कै 5 नम्बरको वडा कार्यालयमा आइपुग्यौँ र हाम्रो स्ट्याम्प गर्ने अवस्था स्ट्याम्प गर्नेछौँ। हामी चाहिँ अहिले वडा कार्यालय त होइन, के हो त यो के राखेको है। जे है 2 शब्द। आज हामी चाहिँ मासु पोलिरहेको आएको सबै दाइ भाइहरूलाई चाहिँ भेला गरेर हामी सधैँभरि यसरी नै एकजुट भइरहँ भनेर सानो सन्देश। ठिक छ त्यसै। एकजना यहाँ अब अर्को टोली खोलामै जानुपर्छ होला। यो चाहिँ हाम्रो टेम्पो फाइनली लुलु भरे निकाल्नु ए पानी तान्ने धमिलो न धमिलो रहेछ नि त। ए ओ दाइ यो समय दिने बेला हो मेरो स्पिकर। ए माथि धमिलो रहेछ नि त। यहाँनिर जो पनि आइदिनु भएको थियो कोनी होइन, यसरी छरछुट पारेर नफालिदिनु होला है। हामीले अहिले यहाँ टिपेर राखिरहेको छौँ। जो आउनुहुन्छ यो सेरा खोलामा यसरी फोहोर नफालिदिनु होला है। सफा चाहिँ गरिदिनु होला एक ठाउँमा है। लागु भइरहेछ यहाँनिर अहिले हाम्रो टटपट भइरहेछ।
चेसै के हो त यो पानी है के हो Sequei, né? A poder, já tá vendo essa foto aí. Olha aí, quanto ali que cara garnyo. Đây. Zoom lu ta. तपाईँले पकाडेको हेर्ने एउटाले फेरि त पुछेको नै हालेको यो त खोइ यहाँ एउटा आइसकेको छ माछा ए यो तैँलाई फेरि किन दिएको खोइ देखाउँदा भन्छ कत्रो आएको रहेछ लु यो एकजना बराबर दुईटा पौड्यो भने पुग्छ यहाँ छ क्या त हेर्न काँचे खाइसक्यो 4-5 वटा सुप खान्छ राजा कपला के चाहिँ
ल कपलाको चाहिँ ल गङ्गा पनि होइन यो त अर्ग्यानिक माछा हो होइन यसले स्वास्थ्यको लागि धेरै फाइदा गर्छ पकायो भने त भिटामिन अर्को पनि फाइनली गाइस आज चाहिँ हाम्रो माछा फाइनली अब हामी लाग्यौँ घरतिर है। आजको पार्टी रमाइलो भयो है। रमाइलो भयो भन्छ कतिको रमाइलो भयो होइन? तिमी पनि भाग्यमान रहेछ नि। आउँदिनँ 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 भन्दा हुँदैन होइन, जाने जाने भन्दा भन्दा आइपुग्यो। सामान एकछिन बाली पिछे पकाउनु न ल। अब चाहिँ हाम्रो रमाइलो भयो नि त? ल ठिक छ ल। भाइ पनि आज क्या पौडी खेल्दै यार, पौडी खेल्दै। अब हाम्रो यात्रा सक्यो। अब हामी घरतर्फ लाग्दैछौँ है। आजको हाम्रो प्रोग्राम खतम। तर अझै यहाँ ढेँडो र लोकल कुरा खाने भन्दैछ र गीत। हो हो ट्रेडिङ दामी छ। यतिको भन्छ नि आउने सालमा नि भर्ती, थपक्कै भर्ती ल। तपाईँ त समाउँदै आउनुहुँदैछ त नि, पुल समाउँदै आउनुहुँदैछ त नि। दाइ के लागेको छ राम्रो गर्नु? हो सिरियसली हो दाइ नि, चट्टै पारिन्छ दाइले। चट्टै पारिन्छ। अलिकति चामल सबै हो, सबै हो। कप्पै एउटा नजारी खानु है, कप्पै चट्टै।
चट्टै अब हामी सबैजना छुट्छौँ